गुड आफ्टरनुन पोखरा। आज ह्याप्पी न्यू इयर। आज मसँग अनिश भाइ पोखराबाट उड्न आउनु भएको छ। कस्तो लागिरहेछ मेरो भाइ? रमाइलो लागिरहेछ त, एक्साइटमेन्ट एकदम है। हजुर दाइ। अब आकाशमा गएपछि एकदम मजा लिने हस् दाइ। र अरू साथीभाइहरू पनि उड्दै हुनुहुन्छ। हेर्नुहोस्, ह्याप्पी न्यू इयरको टाइम। ह्याप्पी न्यू इयर सबै एकदम गुड मेमोरी है। सबैजनालाई ह्याप्पी न्यू इयर। नेपालभरिबाट विदेशभरिबाट उड्न आउनु होला हाम्रो एडभान्स प्याराग्लाइडिङमा। जस्ट रक, लेट्स रक है। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर। हामी आकाशमा छौँ। न्यू इयर हाम्रो आशिष भाइले मनाउँदै हुनुहुन्छ। कस्तो लागिरहेछ आशिष भाइ? ठिक छ दाइ। अनिस भाइ सरी। ओके दाइ। रमाइलो भयो नि? एकदम रमाइलो, सजिलो लाग्यो नि? एकदम सजिलो। गाइज हेर्नुहोस् नि, आज न्यू इयरको दिन मजा लिइरहेछौँ हामीहरू। अब अरू माथि हामी उड्ने प्रयास गर्छौँ। इन्जोय भरपुर भइरह एकदम होइन र भाइ? हो त, एकदम इन्जोय भइरहेको छ। चिलसँग पनि उठ्छौँ। यो तपाईँले समात्नु केही हुन्न ढुक्क त्यतिकै है। यता यो लाइनहरू नलगिदिनु होला, त्यति आरामले राइट लेफ्ट गर्दा पनि केही हुन्न। अब तपाईँलाई यो होटल भइहाल्यो होला नि। तपाईँलाई जिप लाइन त्यही कुनामा जिप लाइन छ नि त। हो यहीबाट हो, त्यहीबाट हो, त्यही कुनामा। कहाँसम्म छ त्यो? पुरा ओह्रालो देखाइदियो। हो, त्यही अहिले देखाइहाल्छु नि तपाईँलाई। ढुक्क गर्नुहोस्, लिदिनु यसरी गरेर लिदिनु आरामले। यतिकै देखाइदिनु होटल। जिप लाइन हेरेर ल्याइदिनु। त्यही हो जिप लाइन। रमाइलो होइन र भाइ? हो नि दाइ, कस्तो रमाइलो भयो एकदम हावा नि मस्त लागेको। अहिले चाहिँ मात्र माथि गयो भाइ। तातो तातो हावा पाउनुपर्छ नि भाइ। जति तातो हावा पायो त्यति माथि जाने भाइ। त्यति त्यो जाँदै हुन्न, कहिले हुन्छ नि। टाइमिङ पनि मिल्नु पऱ्यो कि भाइ? हजुर। टाइमिङ वाइङ सब मिल्नु पऱ्यो। ट्राई गर्दै जाऊँ भाइलाई खुसी पारेर नै न्यु इयरमा। कस्तो दामी भ्यू है, चरा उडे जस्तो। यतिको पनि राम्रो भाइ। अहिले पानी परेको कस्तो हुन्थ्यो? अब मौसम यस्तो भयो। हिमालहरू चाहिँ कुन टाइममा देखियो? बिहान भाइ अब लक्कीले कुनै भनेको लास्ट इयर एकदम दामी देखेको थियो। दिल खुस गर्ने सिनारी थियो क्या। उड्दा उड्दा कस्तो दामी देखेको। बाटो हेऱ्यो नि, बच्चाहरू हिँडेको है। होइन, हामी आएको बाटो तलबाट है। तलबाट यो चाहिँ होटलको यही गाडी गयो नि। चिल हाम्रो साथी त्यो उताबाट उठ्छ नि उठ्दैन अहिले उताबाट उठ्दैन नि भाइ। एयरपोर्ट भएको कारणले। त्यो पनि हो। त्यहाँ बिल्डिङ पनि बनाउँदैछ। हजुर, पहिला त ठ्याक्कै त्यो साराकोटको भ्यू पोइन्टबाट उडाउँथ्यो नि त। अब हामी साराकोटतिर लागौँ है। उडौँला। अब हामी जान पनि पोइन्टै लास्टसम्म भनेको त्यही साराकोट हो। तपाईँलाई त्यहीसम्म सनराइज हेर्ने यहाँको भिड हेर्नु त कति आएको। सनसेट त्यहाँ हिँडेको हेर्नु त, बाटोमा हेर्नु। आज त न्यु इयर भयो नि। न्यु इयर भयो त यो। त्यहाँ मन्दिर पनि छ। अगाडि तपाईँको देवालय होटल, हर महादेव, शिवजीको टेम्पल त्यहाँ अगाडि भइहाल्यो। यहाँ त त्यो ढिकी डाँडातिर पनि जाँदो रहेछ नि दाइ। पहिला जान्थ्यो, अहिले पाउँदैन। एक्लै उड्नेहरू मात्रै हो। अस्ति नै एकचोटि हामी होटलबाटै पिकनिक जाँदाखेरि त्यहाँनिर ढिकी डाँडामा दुईजना हुनुहुन्थ्यो सायद। पाइलट जानुभयो कि त्यही एक्लै उड्नेहरू। चिल पनि आयो, चिलसँग उड्ने अब। जय गरुडादेव। मजा आएछ नि भाइ? एकदम मजा आइरहेको। लाउनु अब एकैछिन यो राखिदिउँ। तपाईँ मजा लिइराख्नु है। पहिला हामी आउँदाखेरि बाटै थिएन कि स्कुलबाट टुर आउँदाखेरि। हो, यहाँ त हिँडेर आउनु पर्थ्यो उकालो। यहाँ त अहिले त बाटो पनि कताबाट कतिवटा बाटो कति कि अहिले पहिला त एउटा गाडी आउने बाटो थिएन। आधी बाटोमा र आधी बाटो हिँडेर आउनु पर्थ्यो। अहिले त
केबल कार बिहानैदेखि चल्छ कि यो बिहानदेखि मान्छे भएर बिहानदेखि चल्छ गरे हजुर नभए कहिले काहीँ रोकिँदो रहेछ ल भाइ यो समात्दा यस्तो ठिक छ नि भाइ त्यतिकै ठिक छ ल मजा आयो तर एउटा त कति माथि डराउनु हुन्छ होला है डराउँछ नि स्वाई घुम्दो रहेछ क्यामेरामाथि गर्नु क्यामेरा बिस्तारै उभिनु भने उभिने है बिस्तारै उभिनु बवाल मजा आयो ल थ्याङ्क यू सो मच भाइ कस्तो लाग्यो थ्याङ्क यू एकदम मजा आयो ल थ्याङ्क यू सो मच है